यति बेला हाम्रो माझमा नेपाली कांग्रेस असम निर्वाचन क्षेत्र नम्बर 2 का क्षेत्रीय सभापति त्यसै गरेर तुरमाहा गाउँपालिकाका पूर्व अध्यक्ष र अधिवक्ता पुष्पराज शर्मा हामीसँग हुनुहुन्छ। उहाँसँग रहेर देशको वर्तमान समसामयिक राजनीतिक घटनाक्रमका सन्दर्भमा छलफल जोड्न गइरहेका छौं र यो बहस अन्तिमसम्म सुनेर साथ दिनुहोला र हेरेर साथ दिनुहोला भन्ने आग्रह गर्दै मेरा अतिथिलाई म हार्दिक स्वागत गर्न चाहन्छु। पुनः स्वागत छ यहाँलाई। धन्यवाद हिक्मतजी, यहाँलाई र सबै श्रोता दर्शक सबैलाई, रेडियो परिवार सबैलाई मेरो तर्फबाट शुभ बिहानी नमस्कार सबैमा। यो वर्तमान राजनीतिक घटनाक्रम परिदृश्य जुन देखिएको छ नेपालको राजनीतिकमा, तपाईँ लामो समयदेखि राजनीतिमा सघाउन विद्यार्थी कालखण्डदेखि नै हुँदै तपाईँ एउटा गाउँपालिका को अध्यक्ष भएर पनि यसअघि तपाईले जनप्रतिनिधि भएर पनि हाँकिसक्नु भएको र त्यसैमा तपाईँ कानुनको विद्यार्थी पनि र एकदमै एउटा क्षेत्रीय सभापति जस्तो जिम्मेवारी पदमा पार्टीको रहेर काम गरिराख्ने व्यक्तित्व भएको हुनाले पनि अहिलेको यो राजनीतिक घटनाक्रमलाई तपाईले कसरी लिइरहनु भएको छ, जेनजी मोमेन्ट अनि त्यसपछिको निर्वाचन घोषणा, यो कुराबाट जाउँ न। धन्यवाद हिक्मतजी। विशेष गरेर चाहिँ मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा दुनियाँमा सबैलाई, यो नेपाली जनताका बीचमा दुनियाँको राजनीतिक वृत्तमा सबैलाई चाहिँ थाहा पनि छ, चासोको विषय पनि छ र विशेष गरेर जेनजी मुभमेन्ट कहाँ कसरी भन्ने कुरामा धेरै प्रतिक्रियाहरू आएका छन्। धेरैले भन्ने गर्नुहुन्छ यहाँ चाहिँ यो विदेशी चाहिँ षड्यन्त्र भयो, विदेशी हस्तक्षेप भयो, चाहे युरोपियन युनियन, अमेरिकाले गर्यो, भारतले गर्यो, चाइनाले गर्यो, कसले गर्यो भनेर चाहिँ नेपालका राजनीतिक विश्लेषकहरू राजनीतिक वृत्तमा यस्ता कुराहरू उठ्ने गरेका छन्। तर हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि जेनजी मुभमेन्ट विशेष गरेर सामाजिक सञ्जालमाथि जब प्रतिबन्ध लाग्यो, सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपछि नेपाली युवाहरू जुरुक्कै उठेको अवस्था हो। नेपाली युवाहरू भनेको जेनजी भनेको हाम्रै परिवारको सदस्य, भाइ भतिजा, सबै नातागोता, सबै नेपाली, हाम्रै नेपालीपन हो, नेपालकै उहाँहरू पनि नेपाली नागरिक हो। तर बुझाइ कस्तो भयो भन्दाखेरि जेनजी मुभमेन्ट सामाजिक सञ्जालमाथि अहिलेको यो सूचना प्रवृत्तिको बेला प्रतिबन्ध लागिसकेपछि चाहिँ एउटा त्यो आन्दोलनको वातावरण बन्यो। र अर्को कुरा के हो भन्दाखेरि जेनजी मुभमेन्ट चाहिँ हुँदाखेरि म पनि काठमाडौँमा थिएँ। पछिल्लो अवस्थामा यसो हेर्दाखेरि हामीले स्वीकार्नुपर्छ, म एउटा राजनीतिक दलसँग आबद्ध छु, पार्टीसँग आबद्ध छु, नेपालको नागरिक पनि हुँ। तर यो जेनजी मुभमेन्ट किन भयो भन्दाखेरि सबैलाई लागेको थियो, पार्टीभित्रकाहरू, आम सर्वसाधारण नागरिकहरू, सामान्य एउटा नेपाली जनताको एउटा चेतना स्तर भएको के लागेको थियो, मुलुकमा व्याप्त भ्रष्टाचार भयो, मुलुकमा कुशासन भयो, सुशासन स्थापना हुन सकेन, सरकारहरू फेरिए, सरकारहरू बदलिए, व्यवस्था बदलियो, नागरिकको अवस्था बदलिएन भनेर हामीले सबैले स्वीकार्नुपर्छ। र अर्को कुरो के भन्दाखेरि नेपालमा संघीयता स्थापना पछि 3 तहको सरकारको परिकल्पना गरियो। अहिले चाहिँ 72 सालमा जारी गरेको संविधान 82 सालसम्म आउँदाखेरि अनि संविधानका अनुसूचीमा लेखेका काम, कर्तव्य र क्षेत्राधिकारहरू त्यस अनुसार कानून बनाउनु पर्ने, संघले कानून बनाउनु पर्ने, प्रदेशले कानून बनाउनु पर्ने र स्थानीय पालिकाहरूले कानून बनाउनु पर्ने। अहिले पनि के छ भने व्यवस्था चाहिँ संघीयता सहितको व्यवस्था छ, केन्द्रीकरण अहिले पनि व्याप्त अवस्थामा छ। अनि यसो भएको हुनाले नागरिकले पाउनुपर्ने सेवा प्रवाह छ, यी चाहिँ हुन सकेन। हामीले जस्तै मैले यहाँले जोड्नुभयो, म पनि गाउँपालिका अध्यक्ष भएको थिएँ। अब तल जनताले चाहिँ नजिकको सरकार भनेर चिन्नुहुन्छ, उहाँले जनताले गुनासो राख्नुहुन्छ। तर जस्तै राज्यको स्रोत साधन बाँडफाँडमा जसरी पक्षपातपूर्ण व्यवहार छ, जो चाहिँ ठुलो नेता जहाँ छ, पहुँचवाला नेता जहाँ छ, जो अर्थमन्त्री, मुख्यमन्त्री, अनि त्यसपछि जो चाहिँ शक्तिशाली नेता छ, राज्यको स्रोत साधनको पनि समुचित सामाजिक रूपमा न्यायको दृष्टिकोणले वितरण हुन सकेन। तपाईँ हाम्रो गाउँ बस्तीमा हेर्ने भने हाम्रा चाहिँ यहाँका महिलाका समस्या, हाम्रा विकास निर्माणका समस्या, शिक्षाका समस्या, स्वास्थ्यका समस्या, पूर्वाधारका समस्याहरू छन्। हामीमा अभाव छ, गरिबी छ। त्यसका लागि राज्यले कम्तीमा यो लोक कल्याणकारी राज्यमा त कम्तीमा समान तरिकाले वितरण हुनुपर्ने होइन र? त्यस्तो हुनुपर्ने अवस्था भन्दाखेरि सबैलाई लागेको थियो। कम्तीमा यो जेनजी मुभमेन्ट त्योसँग जोडिएको थियो। अब यहाँले उल्लेख गरे जस्तै जेनजी मुभमेन्ट कस्तो अवस्था भयो भन्दाखेरि सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्यो। प्रतिबन्ध लागिसकेपछि नेपाली युवाहरू सङ्गठित भएर यो उमेर समूहका आधारमा सङ्गठित भएर मुभमेन्टमा लाग्नुभयो। अब हाम्रा चाहिँ युवाहरू चाहिँ सडकमा आइसकेपछि सरकारी स्तरबाट जसरी दमन भयो, त्यो दमन भयो नेपाली नागरिकहरू। अहिलेसम्म तपाईँले हेर्नुभयो भने
यो 45-46 सालको आन्दोलन 62-63 सालको आन्दोलनमा पनि एकैपटक यसरी 76 जनाको मृत्युवरण गर्नु पर्ने अवस्था थिएन भने अनि त्यति बेला कम्तीमा अब ती युवाहरूप्रति हामीले श्रद्धा सुमन शहादत जसले प्राप्त गर्नुभयो उनीहरूको चाहिँ योगदानलाई हामीले जसरी उनीहरू त्यत्तिकै चाहिँ एउटा हाम्रा होनहार युवाहरू जसरी ज्यान गयो त्यसको मूल्य चाहिँ अहिले केवल अब जोड्दै जाँदाखेरि सुशीला कार्कीलाई मात्र प्रधानमन्त्री बनाउनु त भएको होइन। अहिले तपाईँले निर्वाचनको कुरा गर्नुभयो। अब अहिले चाहिँ जेएनजी मुभमेन्टमा मैले बुझ्दै गर्दाखेरि अनि तपाईँहरूले पनि यो संसार जगतले पनि हेर्नु भएको होला जेएनजी मुभमेन्टको 2-3वटा मात्र इस्युहरू थियो। यो चाहिँ सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्छ, भ्रष्टाचार गरेका छन् भ्रष्टाचारका सम्बन्धमा छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ र मुलुकमा चाहिँ सुशासन स्थापना हुनुपर्छ भन्ने थियो 23 गतेको मुभमेन्ट। 24 गतेपछि आन्दोलनमा फेरि अर्को तरिकाले घुसपेट भएर चाहिँ के भयो भन्दाखेरि अब संसद विघटनको कुराहरू भयो। अब जेएनजी लगायत तपाईँ हामी सबैले बुझ्नुपर्ने कुरा के मलाई लागेको कुरा के भन्दाखेरि यो संसद विघटन गरेर अनि त्यसपछि सुशीला कार्कीलाई सरकार मात्र बनाएर चुनाव गरेर म त स्पष्ट रूपमा सबै ठाउँ भन्ने गरेका छु यत्रो चाहिँ शहादतबाट प्राप्त चाहिँ परिवर्तन एकैपटक कार्यपालिका व्यवस्थापिका न्यायपालिका सबै कब्जा शैलीमा राज्यविहीनताको अवस्था मुलुकमा उत्पन्न भयो। अनि यस्तो अवस्थामा सुशीला कार्कीलाई मात्र के प्रधानमन्त्री बन्नका लागि र 2-4 जना मन्त्रीहरू अहिलेसम्म हेर्नुहोस् यतातिर चुनावी वातावरण भइरहेछ, अर्कोतिर मन्त्रीको विज्ञापन चलिरहेछ। हिजो पनि मन्त्रीहरूले शपथ गरे। यस्तो शैलीमा चुनाव हुने वातावरण नागरिकले मतदान गर्ने वातावरण छ र अनि यही निर्वाचन प्रणाली यही शासकीय स्वरूपमा चुनाव गर्नुको अर्थ के छ भन्ने कुरा हो। मेरो आफ्नो व्यक्तिगत कुरा। अब नेपाली कांग्रेसको तर्फबाट कुरा गर्नुहुन्छ भने चुनावमा जाने भन्ने कुरा छ। जेएनजीको मागहरू सम्बोधन गर्नलाई त कानुन बनाउनु पर्ला नि, कानुन बनाउनु पर्ला। युवाहरूले उठाएका मागहरू, सुशासनका कुराहरू अनि भ्रष्टाचार नियन्त्रणका कुराहरूका लागि त कानुन बनाउनु पर्ला। त्यो भनेको कुरा मेरो त अहिले पनि के छ भन्दाखेरि यो संसद चाहिँ विघटित संसद पुनर्स्थापना हुनुपर्छ। विगत संसद पुनर्स्थापना भइसकेपछि जेएनजी सहित सबैको चाहिँ सर्वपक्षीय राष्ट्रिय सरकार बन्नुपर्छ। त्यसले चाहिँ जेएनजीले उठाएका मुद्दालाई सम्बोधन गर्नका लागि संविधानमा संशोधन गर्नुपर्छ, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ अनि शासकीय स्वरूपमा संशोधन र परिमार्जन गरेर चाहिँ चुनावमा जाँदा सबभन्दा उपयुक्त विधि हो। किन भन्दाखेरि अहिले चाहिँ जेएनजी मुभमेन्ट पछि सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो अनि उपलब्धि के भयो त अहिले जेएनजीको यही शैलीमा गएर फेरि पनि मुलुकमा चुनाव भयो भने अनि स्थिर सरकार बन्छ, मुलुकमा चाहिँ कुनै पार्टीको बहुमत आउँछ यही निर्वाचन प्रणालीले। त्यही भएर निर्वाचन प्रणालीमा सुधार गर्नेदेखि लिएर सबै प्रक्रियाहरू हामीले सुधार गर्न सक्यौँ भने यसमा राम्रो हुन्छ। त्यो भएको हुनाले अब यहाँले उल्लेख गरे जस्तै यो अहिलेको अवस्थामा कार्यपालिका न्यायपालिका व्यवस्थापिका सबै चाहिँ के भने ध्वस्त भयो। अहिले चाहिँ नेपाली नागरिकले त मृत्युवरण गर्नुभयो भने अर्कोतिर यस्तो राष्ट्रिय संरचना हाम्रा सम्पदाहरू तहस नहस बनाएको अहिले फाइदा के भयो भन्ने कुराहरू पनि बहसको विषय छ। आखिर जुनसुकै सरकार भए पनि जुनसुकै चाहिँ व्यवस्था भए पनि यी हाम्रा नागरिकका सेवा प्रवाह गर्ने निकायहरू त चाहिएलान्। तसर्थ यत्रो मुलुकले क्षति बेहोर्नु पर्यो, एकातिर अर्कोतिर चाहिँ युवाहरू चाहिँ मृत्युवरण गर्नु पर्यो, यो दुःखद पक्ष हो। तसर्थ चाहिँ अब निकासको कुरा गर्नुहुन्छ भने अहिले चाहिँ विघटित संसदको मेरो व्यक्तिगत धारणा विघटित संसदको पुनर्स्थापना गर्ने, सर्वपक्षीय राष्ट्रिय सरकार निर्माण गर्ने, सर्वपक्षीय राष्ट्रिय सरकार निर्माण गरिसकेपछि अहिले उठेका इस्युलाई सम्बोधन गर्नका लागि वैधानिक रूपमा संविधानमा संशोधन गर्ने, त्यसपछि चुनावमा जाँदाखेरि अनि मुलुकमा स्थायित्व पाउने सम्भावना हुन्छ भन्ने मेरो मान्यता हो। अब वर्तमान राजनीतिक घटनाक्रमका सन्दर्भमा यहाँको बुझाइ विश्लेषण तपाईँले राख्नु भएको छ। नेपाली कांग्रेस यसअघि चुनावमा जान तयार भएको, फेरि अहिले सभापति जुन नेकपा एमालेको अध्यक्षसँग भेटिसकेपछि पुनः संसद स्थापनाको माग लिएर पनि गइरहेको छ भन्ने कुराहरू आएको छ। यो कुरामा यहाँको मत के छ? यस्तो छ हेर्नुहोस्, यो नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले वैधानिक विधिसम्मत तरिकाले निर्णय गरेको छ चुनावमा सहभागिता हुने, फागुन 21 को चुनावमा नेपाली कांग्रेस सहभागी हुने भन्ने छ। नेपाली कांग्रेसको नीतिगत निर्णय चाहिँ के छ भन्दाखेरि चुनावमा जाने भन्ने छ। नेपाली कांग्रेसले अब यो मान्यहरूले केही प्रमुख सचेतक लगायत मान्यहरूले चाहिँ संसद पुनर्स्थापना जानुभयो, उहाँहरू
आफ्नो व्यक्तिगत तौरले जानुभयो। पार्टीको आधिकारिक निर्णय चाहिँ यो संसद पुनर्स्थापना हुनुपर्छ भन्ने छैन। अघि मैले राखेको कुरा पनि के हो भने विधिसम्मत तरिकाले यी अहिले उठेका यी मागहरूलाई सम्बोधन गर्नका लागि संसद पुनर्स्थापना भयो भने संसद मार्फत कानुन बनाउने, जस्तै भ्रष्टाचारको बारेमा छानबिन गर्नका लागि यो राष्ट्रिय सतर्कता केन्द्र छ, अख्तियार दुरुपयोग छ, लगायत छन्। तथापि शक्तिशाली चाहिँ आयोगहरू निर्माण गरेर विगतमा जस्तै मैले त भन्ने गरेका छु सबैको चाहिँ सम्पत्ति छानबिन हुनुपर्छ, अनि चाहे स्थानीय जनप्रतिनिधिदेखि लिएर सङ्घीय रूपमा बनेका मन्त्री मान्नेहरू सबैको चाहिँ सम्पत्ति छानबिन गर्नुपर्छ, सबैले थाहा पनि पाउनुपर्छ। अनि भ्रष्टाचारी भयो भन्दैमा सबै भ्रष्टाचार गरेको पनि छैनन्, सबैले चाहिँ अनियमितता गरे भन्ने पनि छैनन्। तर के हो भन्दाखेरि जसले गरेको छ त्यसलाई दण्डित हुनुपर्छ। कानुनी राज्य भने त्यो हो, कानुनी शासन भने त्यो हो। तर सर यहाँले उठाएको कुरा के हो, नेपाली कांग्रेसले वैधानिक आधिकारिक रूपमा निर्णय गरेको भने फागुन 21 को चुनावलाई उपयोग गर्ने, चुनावमा नेपाली कांग्रेस सहभागी हुने। त्यसका लागि हामीले अहिले नेपाली कांग्रेस देशैभरि उम्मेदवारहरूको सिफारिस गरेको छ। उम्मेदवारको सिफारिस गर्ने पार्टी विधिसम्मत तरिकाले अनि चुनावमा जाने नेपाली कांग्रेसको एउटा निर्णय भएको हुनाले अहिले देशभरि 165 वटा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेका छ। राष्ट्रिय सभाको उम्मेदवारहरूको सिफारिस मागेका छ, समानुपातिक उम्मेदवारहरूको विवरण मागेका हुनाले हामीले सिफारिस गरिसकेका छौँ। नेपाली कांग्रेस चुनावमा जान्छ। चुनावमा गइसकेपछि चुनावको सन्दर्भ आउँदै गर्दा कतिपयले यो चुनाव हुँदैन भन्ने सम्मका कुराहरू पनि भनिरहेछन्। सरकार चाहिँ त्यो यो अन्तरिम बनेको सरकार चाहिँ चुनाव जसरी पनि गएर छाड्छ भन्छ। राजनीतिक दलहरू पनि एक तबले चुनावमा जानका लागि मनस्थिति तयार गरेको पनि देख्छौँ। तपाईँको दृष्टिकोणमा यो चुनाव 21 गते जुन निर्धारित समय छ हुन्छ? सुन्नुहोस्, यो यहाँ कस्तो छ भन्दाखेरि अब कहीँ नभएको जात्रा कहाँ के भन्छ तपाईँले सुन्नु पनि भएको होला। कस्तो भन्दाखेरि जेएनजी मुभमेन्ट पछि जेएनजी मुभमेन्टमा यस्तो हुन्छ भन्ने परिकल्पना कसैले गरेका थिएन। यत्रो मान्छेहरू मर्छन्, यत्रो राष्ट्रिय धनजनको दुवै क्षति हुन्छ भन्ने कल्पना थिएन। नेताहरू जो शासन अब जोसुकै हुन्छ, चाहे कांग्रेस, एमाले, माओवादी अथवा जुनसुकै पार्टी भए पनि कम्तीमा शासनमा बसेकाहरूले के गर्नु पर्थ्यो भन्दाखेरि यहाँ संविधान संशोधनसँग जोडिएको कुरा हो। म कांग्रेस आबद्ध भएको हुनाले कांग्रेस र एमालेको संयुक्त सरकार थियो, केही समय दलहरूको राष्ट्रिय दलहरूको शक्तिशाली सरकार थियो। अब त्यो चाहिँ पहिला नै संविधान यो संविधानमा संशोधन गर्ने भनेर कांग्रेस एमालेका बीच 7 बुँदे सहमति भएका थियो। 12-14 महिना चाहिँ सरकार सञ्चालन भयो। सत्ता साझेदार कांग्रेस पार्टी पनि हो। कांग्रेस पार्टीले पनि भएको गल्ती कमी कमजोरीलाई स्वीकार्न सक्नुपर्छ र त्यस जनताको बीच त्यो कुरा भन्नु पनि पर्छ कि गल्ती भएका छन् भने सच्याउने प्रयत्न गर्नुपर्छ। अनि 14 महिनासम्म तपाईँले संसद के अरे सरकार सञ्चालन गर्नुहुन्छ। सरकार सञ्चालन गरिसकेपछि अनि तपाईँले संविधान संशोधनको कुनै पनि विषयमा चाहिँ इस्युमा छलफल गर्नुहुन्न, राष्ट्रिय संवाद चलाउनुहुन्न। यसरी चाहिँ मुलुकमा सरकारप्रतिको नैराश्यता भएर यो मुभमेन्ट भागो भनेर स्वीकार्नुपर्छ। जेएनजीले खराब गरे, त्यो गरे भनेर चाहिँ अभिव्यक्ति दिएर कसैले चाहिँ पन्सिन पाउने अवस्था छैन। अनि जहाँ जहाँ जे छ, जस्तै जेएनजी मुभमेन्टमा उठ्या छ, भ्रष्टाचारको कुराहरू उठ्या छ। भ्रष्टाचारका लागि अहिले पनि छानबिन गर्नु पर्यो। सुशासनका कुराहरू, नागरिकले पाउने सेवा प्रवाहलाई व्यवस्थित गर्नु पर्यो। अनि अब चाहिँ अहिलेको अत्याधुनिक यो सूचना सञ्चार प्रणाली छ, प्रविधिहरू छ, सामाजिक सञ्जालमाथि प्रतिबन्धलाई बरु यसलाई नियन्त्रण गर्नका लागि कानुन ल्याउनु पर्यो। अनि एकैपटक चाहिँ तपाईँले सामाजिक सञ्जाल प्रतिबन्ध लगाउनु भयो भने अहिलेको जेनेरेसन, अहिलेको पुस्ता उकुस मुकुस भएको हो। त्यसरी चाहिँ विस्फोट हुने वातावरण सरकारले पनि हो। चुनाव हुने सन्दर्भमा नहुने सन्दर्भमा के हो भने हिक्मतजी, अब म चाहिँ पार्टीको धारणा एकातिर छ, व्यक्तिगत धारणा हेर्ने हो भने नागरिकले स्वतन्त्रतापूर्वक आफ्नो प्रतिनिधि छान्ने, लोकतन्त्रमा, विधिको शासनमा, कानुनी शासनमा सरकार सञ्चालन, म माथि चाहिँ नागरिकले ल तिमी मेरो प्रतिनिधि हो, म माथि शासन गर भनेर जसरी वैधानिक रूपमा मतदान गर्छ, मतदान गर्ने वातावरण हुनु पर्यो। पहिला अहिले देख्नु भएको छ यो सरकारले चाहिँ चुनावको गर्ने हो भने चुनावमा त राजनीतिक दलहरू पुरै खुला रूपमा जनताका बीच जाने वातावरण बनाउनु पर्ला। राजनीतिक दलहरू अनि यो नयाँ पुरानो होइन, सबै दलहरूले चाहिँ चुनावमा खुला रूपमा जाने, जनताको चाहिँ मतदाताको चाहिँ सुरक्षाको व्यवस्था, उम्मेदवारको सुरक्षाको व्यवस्था होला, राष्ट्रिय चाहिँ सुरक्षाको अवस्था होला। सबै कुरालाई हेर्दाखेरि अनि अर्को कुरा यो नेपालको अहिलेको हाम्रो सबै मौसमको कुरा पनि गर्नुहुन्छ भने फागुन 21 मा हिमाली जिल्लाहरूमा यो मौसमका कुराहरू छन्, हावापानीको कुराहरू पनि छ। यस्तो अवस्थामा चाहिँ अब प्रधानमन्त्री राष्ट्रपतिले चाहिँ प्रधानमन्त्री नियुक्त गर्दाखेरि फागुन 21 को समय सीमा दिएर चुनाव गर्ने गरी संसद विघटन गरेर चाहिँ त्यसरी जिम्मा दिया हो। यो कार्यभार चाहिँ जो प्राप्त भएको छ त्यो
कुरा हुन्छ भन्ने जस्तो पनि लाग्दैन। अर्को कुरो के छ भन्दाखेरि सुरक्षा निकायका बन्दुकहरू जो हतियारहरू छ लुटिएको छ त्यो चाहिँ अब कहाँ छ प्रयोग अहिले, त्यसपछि धेरै कैदीबन्दीहरू बाहिर हुनुहुन्छ। अनि यस्तो अवस्थामा यो मुलुकको सजिलै तरिकाले चुनाव भइहाल्छ भन्ने पनि सम्भव जस्तो लाग्दैन। र अर्को कुरा अब हामी राजनीतिक दलहरू चुनावबाट विमुख हुनुपर्छ भाग्नुपर्छ भन्ने कुरा छैन, तर उम्मेदवारको नागरिकको सबैको सुरक्षाको प्रत्याभूति भयो भने राम्रो हुन्छ। अर्कोतिर के भन्दाखेरि सुरक्षा निकायहरूको मनोबल चाहिँ कमजोर भएको छ। तपाईँले देख्नुभयो सबैले चाहिँ त्यो दिन ठुला संरचनाहरू तहस नहस हुँदाखेरि सबैले हात खडा गरेर सुरक्षा निकायलाई तपाईँ कमजोर मनोबल कमजोर बनाउनुहुन्छ, अधिकार सम्पन्न छैन, त्यसपछि सुरक्षाको भरपर्दो व्यवस्था छैन भने चुनाव भइहाल्छ हुन्छ भन्ने चाहिँ वातावरण चाहिँ छैन। तर तथापि अब राजनीतिक दलहरू निर्णय गरेका छन् चुनावमा जाने भनेर। चुनावमा जानका लागि हामी प्रतिबद्ध छौँ। काङ्ग्रेस पार्टीको तर्फबाट भन्नुहुन्छ भने हामीले क्षेत्रबाट उम्मेदवारहरू सिफारिस गरेर पठाइसकेका छौँ। हजुर, सिफारिसको सन्दर्भमा नै आउन जस्तो यो अछाममा केही दिन अगाडि अन्य ठाउँमा पनि भयो, अछाममा पनि विभिन्न उम्मेदवारहरू सिफारिस भएका छन्। यहाँ हिजोको पृष्ठभूमि पत्रकारदेखि लिएर अन्य विभिन्न क्षेत्रका व्यक्तिहरू पनि सिफारिस भएको र झन्डै दर्जनौं नेताहरू सिफारिस भएको कुराहरूलाई इङ्गित गरेर कतिपयले कमेन्ट गरे छन् कि यो त एउटा जिम्मेवारी ठुलो पद हो होइन, संसद जस्तो ठाउँमा एउटा त जित्न नसक्नेलाई पनि काङ्ग्रेस पार्टीले चाहिँ सिफारिस गरेका छ संसदमा भन्ने कुराहरू आइरहेछ। तपाईँ क्षेत्रीय सभापति पनि हो, यो कुरालाई कसरी लिनुभएको छ? यस्तो छ अब काङ्ग्रेस पार्टीमा यो यसलाई चाहिँ अब बाहिरी चाहिँ अब कसको पोजिसन के हो भन्ने कुरा सबैले बुझे पनि छ। स्वयं उम्मेदवार दाबी गर्नेले पनि मैले चाहिँ कहाँसम्म दाबी गर्नुपर्छ मेरो के हो भन्ने उहाँहरूले पनि बुझ्नु भएको होला। तर यो लोकतान्त्रिक व्यवस्थामा इच्छा चाहना राख्नु स्वाभाविक हो। अब तपाईँले सिफारिसको सन्दर्भमा कुरा गर्नुहुन्छ भने नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको हामीलाई पटक पटकको ताकेता र परिपत्र कस्तो हो भन्दाखेरि एउटा निर्वाचन क्षेत्रबाट एकजना महिला सहित 2 जना गरेर 3 जनाको प्रत्यक्षतर्फ, 1 जना महिला सहित समानुपातिकमा 2 जना र राष्ट्रिय सभामा पनि जति उम्मेदवार छ त्यति बराबर 1 जना बराबरको 3 जना सिफारिस गर्ने भनेर भनेको थियो। अब यहाँ कस्तो कुरा आयो भन्दाखेरि यहाँले भनेको कुरा अब काङ्ग्रेस पार्टीमा यो उम्मेदवारहरू पत्रकारदेखि युवाहरू सबै सिफारिस भयो भन्ने कुरा। अनि यहाँ कस्तो भने कि त विधिसम्मत तरिकाले चल्नु पर्यो, विधिसम्मत तरिकाले भने केन्द्रले दिएको निर्देशनलाई पालना गर्नु पर्यो होइन भन्दाखेरि उहाँले चाहना राख्नुभयो। हामीले पनि अब यो निर्वाचनको बेला अधिवेशन काङ्ग्रेसको आन्तरिक अधिवेशनको कुरा पनि छ, निर्वाचनको बेला इच्छा आकाङ्क्षा राख्नेलाई एउटा आफ्नो स्थानीय क्राइटेरिया निर्धारण गरेर हामीले सिफारिस गरिदिएका छौँ। अब यहाँलाई थाहा छ काङ्ग्रेस पार्टीमा अहिले यो उम्मेदवारको सिफारिसमा परेको धेरै कम्तीमा 30-35 वर्षभन्दा मुनिको कोही पनि छैन। नेपालको राजनीति इतिहासमा परिवर्तनको कालखण्डमा 2007 सालको कुरा गर्नुहुन्छ भने भरतमणि शर्मा जम्मा 23 वर्षको उमेरमा मन्त्री बन्नुभएको थियो। बिपी कोइराला 30-31 वर्षको उमेरमा चाहिँ गृहमन्त्री बन्नुभएको थियो। कृष्ण प्रसाद भट्टराई 26-27 वर्षको उमेरमा 15 सालमा सभामुख बन्नुभएको थियो। त्यसो कुरा केही छैन। फेरि काङ्ग्रेस पार्टीमा लोकतान्त्रिक आन्तरिक अभ्यास भएको हुनाले पनि हाम्रो चाहिँ कस्तो भन्दाखेरि 82 वर्षको शेरबहादुर देउवा चाहिँ पार्टी सभापति हुनुहुन्छ भने 50 वर्षको उम्मेदवार चाहिँ 50 वर्ष उमेरसम्मको हाम्रो महामन्त्री गगन थापा पनि अहिले पदाधिकारी हुनुहुन्छ। 50 वर्षको उमेरले पनि नेपाली काङ्ग्रेस सभापति बन्छु भनेर चाहिँ आफ्नो चाहिँ दृढताका साथ अगाडि बढिराख्नु भएको छ भने काङ्ग्रेस पार्टीमा यसलाई समावेशी समानुपातिक लोकतान्त्रिक पद्धति विधिसम्मत तरिकाले इच्छा आकाङ्क्षा राखौँ, यसलाई अस्वाभाविक मानिँदैन। मैले क्षेत्रीय सभापतिको नाताले उम्मेदवारहरूलाई पनि भनेको छु, तपाईँहरूले जतिले नाम लेखाए पनि सीमित चाहिँ 3-4 जनाका बिचमा यो चाहिँ उम्मेदवारहरूले चाहिँ टिकटिङको लागि प्रतिस्पर्धा गर्ने कुरा हो। अब उहाँहरूले दाबी गरेहरूलाई उहाँहरूको अवमूल्यन गर्ने कुरा होइन, नागरिकभित्र पनि पार्टीभित्र आन्तरिक चाहिँ एकताका कुराहरू पनि छन्। त्यो भएर सबैको चाहिँ हामीले इच्छा आना राख्नेहरू अनि त्यसपछि सम्भावित व्यक्तिहरूको नाम सिफारिस गरेर पठाएको हो। यसमा अब सङ्ख्यागत रूपमा तल्लोमाथि चाहिँ भाग हो, स्वाभाविक हो। हजुर, पार्टीमा आन्तरिक लोकतान्त्रिकरणको अभ्यास स्वरूप ती कुराहरू भयो भन्दै गर्दा अब यो पार्टीको अधिवेशनको सन्दर्भमा पनि व्यापक चर्चा छ। चुनाव पनि घोषणा छ, पार्टीको चुनाव पनि एक तर्फको लागिराखेको छ
सभापतिको सन्दर्भमा अघि नै भन्नुभयो गगन थापाजीको पनि एक खालको एउटा चाहिँ उहाँको दाबी देखिन्छ। अब शेरबहादुर देउवा पुनै हुने कि कुराहरू पनि आइरहेछ, शशाङ्क कोइराला, थुप्रै किसिमका कुराहरू आइरहेछन् होइन। तपाईँको यस्तो यहाँले जोड्नु खोज्नु भएको कुरा के भने हाम्रो विधानमा नेपाली कङ्ग्रेसको चाहिँ यो जिल्ला प्रदेश र केन्द्रीय सभापतिको कार्यकाल 2 कार्यकालभन्दा बढी चाहिँ विधानमा हुन पाउँदैन भन्ने कुरा चाहिँ शेरबहादुर देउवाले घोषणा गर्नुभएको छ। म चाहिँ अब सभापति बन्दैन भन्नु पनि भएको छ र विधानले पनि शेरबहादुर देउवालाई सभापति बन्न दिँदैन। शेरबहादुर देउवाले विधिसम्मत तरिकाले भन्नुभएको छ अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने भन्ने कुरा गर्नुभएको छ। बाँकी चाहिँ पार्टी अधिवेशनको सन्दर्भमा हेर्नुहुन्छ भने अलिकति यो नागरिक अहिलेको बेला अघि पनि कुरा उठ्यो, सूचना सञ्चार प्रविधिको बेला नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समिति 2 महिनासम्म अनिर्णयको बन्दी बन्यो। अहिले यहाँले उठाएको कुरा हामीले पनि पार्टीभित्र उठाएको के छ भन्दाखेरि तपाईँलाई यो अधिवेशन चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेसँग तपाईँलाई निर्णय गर्न 2 महिना लाग्यो। अनि हामीलाई के अहिले के दिएको छ भन्दाखेरि 1 हप्ताभित्र यो 16 गतेदेखि 25 गतेसम्म चाहिँ वडादेखि केन्द्रको के अरे जिल्लासम्मको प्रदेशसम्मको अधिवेशन गरिसक भनेर भनेको छ। यो चाहिँ अहिले अव्यवहारिक कुराहरू पनि हो। अनि हामी त फेरि यो कङ्ग्रेस पार्टीभित्र यो शेरबहादुर देउवामाथि जसरी त्यो दिनमा मुलुकमा एउटा पूर्व प्रधानमन्त्रीमाथि जसरी साङ्घातिक आक्रमण भयो, त्यो चाहिँ उहाँको ज्यान लिने गरी अब त्यो चाहिँ यहाँ के हो भने विभिन्न घुसपेट गरेर चाहिँ त्यस्तो भयो। त्यो राम्रो नागरिकका लागि एउटा सुरक्षाका लागि पूर्व प्रधानमन्त्री पार्टीको सभामाथि भएको आक्रमण निन्दनीय छ। अब शेरबहादुर देउवाको चाहिँ अहिले सभापति बन्ने चाहना पनि होइन। तर हाम्रो भनाइ के हो भने शेरबहादुर देउवाले 15औं महाधिवेशन विधिसम्मत तरिकाले उहाँले नेतृत्व हस्तान्तरण गर्छु भन्नुभएको छ। त्यो एकदम स्वागतको कुरा हो। बाँकी पार्टीमा प्रतिस्पर्धा गर्नका लागि त हेर्नुहोस्, अब हामीले त यो अवस्थामा नियमित महाधिवेशन हुन सक्दैन भनेर विशेष महाधिवेशन पनि हुनुपर्छ भनेर हामीले चाहिँ महाधिवेशन 55% महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन पनि माग गरे हो। अब अहिले दोहोरो कुरा के उठाएको छ भने काङ्ग्रेस विरुद्धमा बहस छ, एक थरी नियमित महाधिवेशन हुनुपर्छ भन्ने पक्ष छ, अर्कोतिर विशेष अवस्थामा पनि हामीले नियमित महाधिवेशन गर्न सकिँदैन, विशेष महाधिवेशन गर्नुपर्छ। अहिले उठेका इस्युहरू पार्टी जनताका बिचमा जाँदाखेरि जेएनजी मुभमेन्टका सन्दर्भमा पार्टीको धारणा के हो, निर्वाचनका सन्दर्भमा धारणा के हो, जनताका जीविका जनसम्बन्ध के हो, नेतृत्व चाहिँ हस्तान्तरण गर्ने सन्दर्भमा नेतृत्व चाहिँ यो पुस्तान्तरणका कुराहरू जोडिएका कुराहरू महाधिवेशनले नियमित महाधिवेशन हुँदैन भने विशेष महाधिवेशन गरेर पनि पार्टीले एउटा धारणा बनाउनु पर्छ भन्ने भएको हुनाले विशेष महाधिवेशन माग गरिएको हो। दुईटा थरी कुरा उठेको छ। यो छोटो समयमा अनि निर्णय गर्न तपाईँलाई लामो समय लाग्छ। अनि 2 महिना तपाईँले निर्णय अघि गर्ने अथवा पछि गर्ने भने तपाईँ 2 महिना निर्णय गर्न लगाउनुहुन्छ। अनि क्रियाशील सदस्यको नवीकरण, क्रियाशील सदस्यको नयाँ वितरण सबै तथ्याङ्कहरू अपडेट गराएर चाहिँ भनेको के छ भन्दाखेरि अब 1 हप्ता 1.5 हप्ताभित्र चाहिँ तपाईँ अधिवेशन गरिसक्नुहोस् भन्नु छ। अब यो व्यावहारिक अव्यावहारिक के छ नेताहरूलाई यो अलि बुझ्न पनि पर्थ्यो। बाँकी चाहिँ यो चिसोयाममा हिमाली क्षेत्रहरू, पहाडी क्षेत्रहरूमा, तराई क्षेत्रमा शीतलहरको अवस्था छ, यस्तोमा कसरी हुन्छ यो सबै कुरा बुझ्न पर्दथ्यो। हाम्रो पार्टीभित्र आन्तरिकमा नियमित अधिवेशन र विशेष महाधिवेशन जोडिया हुनाले यो विशेष महाधिवेशनलाई निस्तेज गर्नका लागि पनि यस्तो सेड्युल आएको हो कि भन्ने कुरा छ। हामीले भनेका छौँ यदि यो निर्धारित समयमा यो नियमित महाधिवेशनको प्रक्रिया अगाडि बढाइएन भने हाम्रो विशेष महाधिवेशनको एजेन्डा चाहिँ अहिले पनि प्रकरार छ। पार्टीमा दर्ता भएको छ विशेष महाधिवेशन मागको कुराहरू। नेपाली काङ्ग्रेसको विधानमा 40% महाधिवेशन प्रतिनिधिहरूले माग गरेमा यो विधानसम्मत तरिकाले विशेष महाधिवेशन बोलाउनुपर्छ भन्ने वैधानिक व्यवस्था भएको हुनाले हामीले त्यो माग गरे हो। अब अतिरञ्जित तरिकाले गलत प्रचार गरेर राजनीति तपाईँ काङ्ग्रेसभित्र आन्तरिक जीवनमा काङ्ग्रेसका नेताहरूले पनि भन्नुहुन्छ, दोहोरो कुरा गर्नुहुन्छ। कस्तो भन्दाखेरि महाधिवेशन पनि हुने, नियमित महाधिवेशन हुने तर विशेष महाधिवेशन हुँदैन भन्नुहुन्छ। अनि यतातिर हाम्रोतिर के छ भन्दाखेरि हाम्रो यहाँको सुदूरपश्चिमको मात्र होइन राष्ट्रिय व्यक्तित्व शेरबहादुर देउवामाथि आक्रमण भएको काङ्ग्रेस पार्टीका कुनै नेतालाई चित्त बुझ्दो अथवा कुनै नागरिकलाई चित्त बुझ्दो यो कानुनी दृष्टिकोणले मानवीय दृष्टिकोणले राम्रो हुँदै होइन। यो निर्णय कुरा हो भने एक थरी मान्छेले शेरबहादुर देउवा घाइते भइरहेको बेला अनि यो विशेष महाधिवेशन माग गर्ने यो चाहिँ काङ्ग्रेस विरोधी हो, यो लोकतन्त्र विरोधी हो भन्ने सबैले अभिव्यक्ति दिनुहुन्छ। उहाँहरूलाई हामी के भन्छौँ भने विशेष महाधिवेशनको एजेन्डा शेरबहादुर देउवाका हाम्रो सभापतिका विरुद्ध उठेको कुरा होइन। यो भनेको के हो भन्दाखेरि काङ्ग्रेसको विधानमा भएको व्यवस्था, काङ्ग्रेसको विधानमा पहिला उहाँहरू त्यसो भन्नेहरूलाई पनि हामी भन्छौँ यो पहिला विधान अध्ययन गर्नु पर्यो।